Hello everyone, welcome to all of you in my YouTube channel. र आजको भिडियोमा चाहिँ मैले बिएससी फोर्थ इयर मटेरियल साइन्स अन्तर्गत च्याप्टर 4 मा चाहिँ लिनियर डेन्सिटी र प्लानर डेन्सिटी भन्ने एउटा इम्पोर्टेन्ट कन्सेप्टहरूको बारेमा डिस्कसन गरिराखेको छु। सो एक्जामको पोइन्ट अफ भ्यूबाट पनि यो आइराख्ने टपिक अन्तर्गत पर्दछ। सो फर्स्ट अफ अल अब लिनियर डेन्सिटी भनेको के हो त भन्दाखेरि यसलाई एज ए तपाईँ एउटा भनौँ न एउटा फर्मुलाकै रूपमा भनौँ न तपाईँले सम्झिन सक्नुहुन्छ। के त भन्दाखेरि कुनै एउटा डिरेक्सन भेक्टर हामीले लियौँ, जस्तै अब हाम्रो क्रिस्टलोग्राफिक डिरेक्सन र क्रिस्टलोग्राफिक प्लेन भन्ने हुन्छ। यसमा अहिले के भन्छ भन्दा इट इज द रेसियो अफ नम्बर अफ atoms centered on a direction vector whole divided by length of direction vector भन्छौँ है। र मेटेरियल साइन्समा हाम्रो दुईटा कन्सेप्ट यसमा पहिला नै हाम्रो डिस्कसन भएको हुन्छ। एउटा चाहिँ क्रिस्टलोग्राफिक डिरेक्सन भन्ने हुन्छ, जसलाई हामीले डिरेक्सन भेक्टर जुन भनिराखेका छौँ त्यो वास्तवमा चाहिँ हाम्रो त्यही क्रिस्टलोग्राफिक डिरेक्सन नै हो। र एलडी लिनियर डेन्सिटी भनेको के चाहिँ रहेछ भन्दा इट इज अ रेसियो। के को रेसियो रहेछ भन्दाखेरि कुनै एउटा डिरेक्सन भेक्टर, अब हामीले अहिले यसको एउटा इक्जाम्पल सहित नै हामी डिस्क्राइब गर्छौँ। हामीले के गर्छौँ भन्दा एउटा कुनै युनिट सेल हामीले स्ट्रक्चर गऱ्यौँ, युनिट सेलमा कुनै एउटा क्रिस्टलोग्राफिक डिरेक्सन अथवा डिरेक्सन भेक्टर देखायौँ भने त्यो डिरेक्सन भेक्टरको एलोङमा कतिवटा एटम्सहरू सेन्टर्ड हुन्छ, नम्बर अफ एटम्स सेन्टर्ड अन अ डिरेक्सन भेक्टर डिभाइडेड बाई के त भन्दाखेरि लेन्थ अफ द्याट डिरेक्सन भेक्टर। हामीले त्यसरी चाहिँ लिनियर डेन्सिटी हामी निकाल्छौँ। अब अफकोर्स यसको युनिटको कुरा गर्दाखेरि त नम्बर अफ एटम्स भनेको त युनिट हुने कुरा भएन, तल लेन्थ छ। अब यसलाई पर मिटर अथवा न्यानोमिटरमा भन्नुभएको छ भने पर न्यानोमिटर भनेर यसको हामी युनिटलाई लिन सकिएला। ओके, सो अब उसो भए हामी एउटा पर्टिकुलर एउटा इक्जाम्पल लिउँ न। लेट फर एफसीसी क्रिस्टलको लागि डिरेक्सन चाहिँ एउटा क्रिस्टलोग्राफिक डिरेक्सन हामी लियौँ। क्रिस्टलोग्राफिक डिरेक्सनलाई हामी यस्तो स्क्वायर ब्राकेट भित्र चाहिँ हामी वानमा स्मल ब्राकेट राख्यौँ भनेपछि त्यो मिलर इन्डिसेसतिर गयो, जसलाई हामी प्लेन पनि भन्छौँ। यो चाहिँ डिरेक्सन हो 110 हो भनेर चाहिँ प्लेन। अब यसो एकचोटि यसमा हेरौँ है त। यसमा हामीले चाहिँ योलाई हामीले कसरी हेर्न सक्छौँ भने एउटा सामान्यतया एउटा स्केमेटिक भनौँ न, एउटा ठ्याक्कै प्रोपरै फिगर त अहिले हामी कोर्न अलिक सकिँदैन। सामान्य एउटा एफसीसी क्रिस्टल स्ट्रक्चर भनेर यस्तो देखाउँ है, यसो देखाउँ। त्यसपछि त्यहाँनिर अनि हामी एउटा त्यसलाई हेर्छौँ। जस्तै एउटा मैले सिम्पल मेरो फिगर चाहिँ त्यति राम्रो बनेको छैन, आई नो द्याट। र अब हाम्रो भनौँ न यतापट्टि एक्स एक्सिस, यतापट्टि वाइ एक्सिस र यतापट्टि हाम्रो जेड एक्सिस छ। एउटा हामीले चाहिँ सिम्पली एउटा युनिट सेललाई देखाउन खोजिराखेका छौँ। र वास्तवमा के हुन्छ भन्दाखेरि यसमा एफसीसी क्रिस्टलमा ओभियसली तपाईँहरू युआर अवेयर होइन, यसको 8वटा कर्नर्सहरूमा चाहिँ 8वटा एटम्स त्यहाँ हुन्छ। र हरेक फेसमा यतापट्टिको फेसमा एउटा, यतापट्टिको फेसमा एउटा होइन, माथिको फेसमा एउटा, तलको फेसमा एउटा उतापट्टिको फेसमा होला, एउटा यतापट्टिको फेसमा होला होइन, यसरी भयो। अब यसमा चाहिँ तपाईँको चाहिँ जस्तै 110 डिरेक्सन भनेको एक्स एक्सिसतिर 1, वाइ एक्सिसतिर पनि 1 छ होइन। भनेपछि यसको यो हाल तपाईँ देख्नु भएको छ नि, एक्सतिर 1 वाइतिर पनि 1 भनेको रेस्पेक्टिभ पोइन्ट यो भयो। भनेपछि यो चाहिँ तपाईँको के भयो त भन्दाखेरि जुन डिरेक्सन हामीले भनिराखेका छौँ, यहाँनिर एटम छँदैछ, टक्क यो एटम हुँदै जान्छ के। यो तपाईँले यसरी एरो सहित देखाउनुपर्छ, नत्र फेरि मानिँदैन। यो बिचमा एटम छँदैछ। सो यो जुन तपाईँले देखिराख्नु भएको छ यहाँनिर यो लाइन भनेको यो क्रिस्टलोग्राफिक डिरेक्सन अथवा डिरेक्सन 110 भनेको यो हो।
यसलाई चाहिँ तपाईले हामीले के भनेका छौं भन्दा यो 110 डिरेक्सन भनेको यो। अब रह्यो कुरा हेर्नुस् है। अब रह्यो कुरा के त भन्दाखेरि अब यसैलाई हेरौँ न। यसैलाई मैले यसलाई यो सपोज यसलाई ए भने, यसलाई बी भने, यसलाई सी भने, यसलाई अलिकति राम्रोसँग यसैमा काम छ हाम्रो है त। यसैमा काम के छ भनेपछि मैले यसलाई देखाए। अब हेर्नुस् है। अब नम्बर अफ एटम्स सेन्टर्ड अन डिरेक्सन भेक्टर, यो डिरेक्सन भेक्टरमा कतिवटा एटम्स छन् त? यसो हेर्दा एबीसी भनेर तीनवटा जस्तो देखिराखेको छ हैन। यसो हेर्दा तर वास्तवमा के हुन्छ भन्दा यो ए नेर भएको एटम र सी नेर भएको एटम चाहिँ अरु युनिट सेलसँग पनि के रे शेयरिङ भएको हुन्छ। यो अरु एटमसँग पनि शेयरिङ भयो भने यसको चाहिँ 50% अथवा यसको 1/2 चाहिँ अर्को युनिट सेलसँग शेयरिङ भएको छ, यसको चाहिँ 1/2 अर्कोसँग शेयरिङ भएको छ भने 1/2 गर्दा 1 एटम त्योलाई मान्न सकियो। तर बी को चाहिँ पुरै एटम हुन्छ। तर बी को चाहिँ पुरै एटम हुन्छ भनेको मतलब कति आयो त उसो भए भन्दाखेरि द यो LD = नम्बर अफ एटम्स सेन्टर्ड अन डिरेक्सन भेक्टर भनेको 2 एटम्स हैन। कतिवटा एटम आयो त भन्दाखेरि 2 वटा एटम आयो। र त्यसपछि अब यसको यो ए देखि सी सम्मको डिस्टेन्सको कुरा आउँछ। अब एसी को डिस्टेन्सको कुरा हेर्नुस् है कस्तो हुन्छ भन्दाखेरि यो ए छ यो सी छ हैन। अब एटमको सेन्टर छ यतापट्टि यस्तो हुन्छ, यसको पनि यता हुन्छ र बीचको जुन बी छ त्यो बी को चाहिँ यस्तो हुन्छ। जुन अगाडिको भिडियोहरुमा पनि तपाईले देख्न सक्नुहुन्छ त्यहाँ हामीले एफसीसी क्रिस्टलहरुको धेरै गरेका छौं। के हुँदो रहेछ भन्दाखेरि सी नेर त एटमको सेन्टर हो नि त। एटमको सेन्टर भनेपछि अलिकति उता पनि जाने भयो यो दुवैतिर भनेपछि ए को पनि त्यही हुन्छ। तर बी त कम्प्लिटली पर्छ भनेपछि यहाँ कति आयो त डिस्टेन्स हेर्नु त। यहाँनिर डिस्टेन्स कति आयो त यहाँ यति देखि यहाँसम्मको आर यो भयो हैन। आर यो भयो, यो भनेको पुरै चाहिँ तपाईको r + r 2r भयो। फेरि यो आर भनेको कति आयो 4r आयो। कति आयो त 4r आयो भनेको लिनियर डेन्सिटी कति आयो त 2 लाई यसले काट्दाखेरि 1/2r भनेर आयो हैन। तर 1/2r कसको लागि हो भनेपछि फर स्पेसिफिकली एफसीसी क्रिस्टलको लागि, त्यो पनि स्पेसिफिकली 110 डिरेक्सनको लागि हाम्रो क्रिस्टलोग्राफिक डिरेक्सन अथवा लिनियर डेन्सिटी चाहिँ हामीले यति भनेर निकाल्यौं, जसलाई हामी लिनियर डेन्सिटी भनेर भन्छौं है। अब एक्जाममा आयो भने लिनियर डेन्सिटीलाई यसरी डिफाइन गर्ने र एउटा पर्टिकुलरली एक्जाम्पल पनि दिनुपर्छ। कहिलेकाहीँ न्युमेरिकलको रूपमा पनि आइराखेको हुन्छ। ठ्याक्कै यही 110 डिरेक्सनको लागि लिनियर डेन्सिटी निकाल भनेर पनि सोध्छ। तर थ्योरेटिकल पर्सपेक्टिभबाट आयो भने पनि तपाईले यसरी डिफाइन गरेर यसरी युनिट सेलको पिक्चर बनाएर यो निकालेर देखाइदिनु पर्छ है त। ओके। अब त्यसपछि हामी अगाडि बढौं। अब हाम्रो यस्तै रिलेटेड हाम्रो चाहिँ अर्को कन्सेप्ट पनि प्राय आइराख्ने प्ल्यानर डेन्सिटी भन्ने छ। प्ल्यानर डेन्सिटी भन्ने अर्को छ, त्यसलाई पनि डिस्कसन गरौँ। प्ल्यानर डेन्सिटी भन्छौँ। प्ल्यानर डेन्सिटी जसलाई अब हामी यहाँनिर पीडी पनि भन्छौँ। लगभग अलमोस्ट कुरा सेम हो। लिनियर डेन्सिटीमा चाहिँ हामीले त्यो डिरेक्सन भेक्टरको कुरा गर्यौं। प्ल्यानर भनेको पक्कै पनि प्लेन होला। योले कसरी डिफाइन गर्छौं भन्दाखेरि PD = नम्बर अफ एटम्स सेन्टर्ड अन अ प्लेन। जुन प्लेन हामीले लिन खोजिराखेका हो, नम्बर अफ एटम्स सेन्टर्ड अन अ प्लेन डिवाइडेड बाइ यहाँ चाहिँ हुन्छ एरिया अफ अ प्लेन। जुन प्लेन छ त्यो प्लेनको एरिया दिने। अब नम्बर अफ एटम्स सेन्टर्ड अन अ प्लेन डिवाइडेड बाइ एरिया अफ द प्लेन। अब यसको युनिट नै हेर्नुहुन्छ भने नम्बर अफ एटम्सको केही हुने कुरा भएन, एरिया अफ द प्लेन हो। एरिया अफ द प्लेन मिटर लिनु भएको छ भने पर मिटर स्क्वायर होला, न्यानोमिटर लिनु भएको छ भने पर न्यानोमिटर स्क्वायर होला, अथवा जे होला त्यसलाई सिम्पली लेख्न सकियो। सो यसलाई पनि हामीले के गरौँ त भन्दाखेरि त्यही जो हामीले एउटा एक्जाम्पल सहित इलुस्ट्रेट गर्नु पर्यो नि त हैन। अहिले पनि हामी त्यही एफसीसी क्रिस्टलकै लागि लियौं र 110 अब त प्लेन हो। त्यो 110 अब प्लेन भनिसकेपछि ठ्याक्कै मिलर इन्डिसेसको कन्सेप्ट यहाँनिर आउँछ। सो अघिको जस्तै लेट अस ट्राई टु कन्स्ट्रक्ट युनिट सेल है। यस्तै खालको एउटा युनिट सेल बनाउने कोसिस गरौँ। र त्यसलाई चाहिँ हामीले एफसीसी क्रिस्टल स्ट्रक्चर भनिराखेका छौं। जस्तै यो हाम्रो एउटा